देशवासीका नाममा प्रधानमन्त्री बालेन्द्र शाहको सम्बोधन। मुख्य बुदाहरू के छन् हेर्नुहोस् आजको समाचारमा। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन्द्र शाहको भेटवार्ता। सबैलाई साथमा लिएर स्थिति साम्य पार्न राष्ट्रपतिको प्रधानमन्त्रीलाई आग्रह। गृहमन्त्री सुदन गुरुङ विराटनगरमा घाइते र मृतकका परिवारसँग भेटवार्ता गर्दै। सिराहा घटनाको छानबिन गर्न 3 सदस्यीय समिति गठन। देवानगञ्ज घटनाबारे निष्पक्ष छानबिन, पीडितलाई क्षतिपूर्ति र सामाजिक सद्भावमा जोड दिन मधेसवादी दलहरूको आह्वान। गृह मन्त्रालयमा मुस्लिम आयोग र हिन्दू संस्थाका पदाधिकारी बीच छलफल। राष्ट्रिय सुरक्षा परिषदको बैठक, सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाउने निर्णय। मधेस मन्त्री परिषद बैठक, सबै पक्षसँग संयम र सहयोगको अपील। विराटनगरमा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले आज सद्भाव रयालीको आयोजना गर्ने निर्णय। कप्तानगञ्ज घटनामा ज्यान गुमाउनेलाई देवानगञ्ज गाउँपालिकाले 10 लाख राहत उपलब्ध गराउने। राष्ट्रिय हित र शान्ति स्थापनाका लागि एकजुट हुन एमाले अध्यक्ष ओलीको आह्वान। राजनीतिक संवाद र सहकारीबाट विगतमा प्राप्त उपलब्धिका उदाहरण दिँदै नेकपाका संयोजक प्रचण्ड भन्छन् प्रधानमन्त्री बालेन्द्र शाहका 3 शंकास्पद व्यवहार। सिराहा सुनसरी घटनापछि जसपाको वक्तव्य, शान्ति न्याय र एकताको पक्षमा उभिन आह्वान, छानबिन गरी कारवाही गर्न माग। सबै वर्ग र समुदाय मिलेर मधेस बनाउने हो, हिंसात्मक गतिविधिले हित गर्दैन भन्छन् रासपा सांसद अमरेश कुमार सिंह। जिल्ला जानुस् र सद्भाव कायम गर्न जुट्नुहोस् भन्दै मधेस र कोशीका रासपा सांसदलाई रवि लामी छानेको निर्देशन। एमाले उपमहासचिव योगेश भट्टराई भन्छन् सरकारको मुख नताकौं, बृहत र्याली निकालौं। तराई मधेसमा बढ्दो सुरक्षा संवेदनशील प्रति रासपा सांसद झाको चिन्ता, राज्यको भूमिका प्रभावकारी बनाउन माग। सामाजिक सद्भाव र राष्ट्रिय एकता जोगाउन सरकार गम्भीर बन्नुपर्ने नेकपाका नेता वर्षमान पुनको भनाई। रासपाका सांसद रहबर अन्सारीले संसदबाट दिए धार्मिक सद्भावको सन्देश। प्रतिनिधि सभाको बैठक 5 दिनका लागि स्थगित। मधेसका रासपा सांसदहरूले रविलाई भेटेर गृहमन्त्रीको भूमिकामाथि उठाए प्रश्न। सुनसरी घटनालाई लिएर संसदमा सरकारको चर्को आलोचना। प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग, छानबिन आयोग गठन गर्न आग्रह। जेएनजी अभियन्ता भावना राउत भन्छन् फेरि एकपटक हाम्रो अल्गोरिदम प्रयोग गर्ने बेला आएको छ। यूपीएस आवेदनका कारण राहदानी विभागमा सेवाग्राहीको चाप। प्रमुख निर्वाचन आयुक्त कार्की तथा आयुक्त दया वाग्ले र सुब्बाद्वारा शपथ ग्रहण। केन्द्रमुखी सोच र बाजिएका कानूनका कारण संघीयता कार्यमा चुनौती भएको सांसदहरूको भनाई। बीमा कम्पनीहरूले श्रमिकको बीमा भुक्तानी सहजै गर्न नमान्ने गरेको श्रम मन्त्रीको गुनासो। राहत शिक्षकलाई अयोग्य ठहर गरी विदा गरिए मान्य नहुने अध्यक्ष खत्रीको चेतावनी। स्थानीय तह निर्वाचन गैरदलीय बनाउनु हुँदैन भन्छन् राष्ट्रिय सभाका अध्यक्ष दाहाल। महोत्तरीमा वन कर्मचारीमाथि भएको आक्रमणको विरोधमा माइतीघरमा प्रदर्शन। माइतीघरमा लघुवित्त पीडितको सामूहिक आवरण अनसन तेस्रो दिन पनि जारी। आइपीओ रोकेर धितोपत्र बोर्डले निजी क्षेत्रमाथि अपराध गरेको युपिआन अध्यक्ष डाँगीको भनाई। बेमिस्टेकका 60% आयोजना कार्यान्वयनमा विपद व्यवस्थापन